नमस्कार, देव संचार मिडियामा तपाईहरुलाई स्वागत छ। म सस्मिता पाठक। सुरु गरौँ आज दिनभरिका मुख्य समाचारहरूबाट। लोकतन्त्र दिवस देशभर मनाउँदै। आज ऐतिहासिक लोकतन्त्र दिवस विक्रम सम्वत 2063 वैशाख 11 गते तत्कालीन राजा ज्ञानेन्द्रले जनताको शक्ति सामु झुकेर संसद पुनर्स्थापना गरेको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछ। प्रधानमन्त्री बालेन्द्र बालेन्साले शुभकामना सन्देश जारी गर्दै शहीदहरूको बलिदानले नै आजको स्वतन्त्रता सम्भव भएको र सुशासन मार्फत लोकतन्त्रलाई मजबुत बनाउनु पर्नेमा जोड दिनु भएको छ। नयाँ गृहमन्त्रीका लागि राजसभा भित्र रस्साकसी। सुदन गुरुङको राजीनामापछि खाली रहेको गृहमन्त्री पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी राजसभा भित्र तीव्र लबिङ सुरु भएको छ। पार्टी सभापति रवि लामिछानेले योग्य र विवाद रहित व्यक्तिलाई पठाउने बताए पनि मन्त्री बन्न इच्छुक नेताहरूको संख्या ठूलो देखिएको छ। सगरमाथा आरोहणका लागि रुट तयार। यस वर्षको वसन्त ऋतुका लागि सगरमाथाको दोस्रो शिविर सम्मको बाटो निर्माण सम्पन्न भएको छ। आइसफल डाक्टरहरूको टोलीले सफलतापूर्वक डोरी टाँगेर बाटो खुला गरेसँगै अब आरोहीहरू आधार शिविर माथितिर लाग्ने काम सुरु भएको छ। पर्यटन विभागका अनुसार यस वर्ष सगरमाथा आरोहणका लागि 400 भन्दा बढीले अनुमति लिइसकेका छन्। चिया निर्यातमा उल्लेख्य वृद्धि। नेपालको चिया निर्यातमा यस वर्ष उल्लेख्य सुधार आएको छ। विशेष गरी इलाम र झापा अर्थोडक्स चियाको माग युरोपेली बजार र अमेरिकामा बढेकाले निर्यात परिमाण गत वर्षको तुलनामा 15% वृद्धि भएको व्यापार तथा निकासी प्रबन्धन केन्द्रले जनाएको छ। यसले नेपाली किसानहरूमा नयाँ उत्साह थपेको छ। काठमाडौँको वायु प्रदूषण फेरि खतरनाक स्तरमा। विगत केही दिनदेखि लागेको टुवालो र वन दरेलोको कारण काठमाडौँ उपत्यकाको वायु गुणस्तर फेरि स्वास्थ्यको लागि हानिकारक स्तरमा पुगेको छ। आज बिहानको तथ्याङ्क अनुसार काठमाडौँ विश्व प्रदूषित सहरहरूको सूचीमा शीर्ष 5 भित्र परेको छ। स्वास्थ्य मन्त्रालयले बालबालिका र वृद्ध वृद्धाहरूलाई मास्क प्रयोग गर्ने र अनावश्यक रूपमा घर बाहिर ननिस्कन आग्रह गरेको छ। क्रिकेट नेपाल र ओमान बीच अभ्यास खेल आज। आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज ओमानसँगै एक दिवसीय अभ्यास खेल खेल्दैछ। टियु क्रिकेट मैदानमा हुने यस खेललाई नेपाली खेलाडीहरूको फर्म परीक्षण र अवसरका रूपमा लिएको छ। युए विरुद्धको T20 सिरिज बराबरी गरेपछि नेपाली टोली उच्च मनोबलमा रहेको छ। दर्शकबिन, तपाईहरुलाई आजको समाचार कस्तो लाग्यो त? यस्तै ताजा समाचारका लागि हाम्रो च्यानललाई लाइक, फलो, कमेन्ट गर्नुहोला। धन्यवाद।